हाई एभ्रिवान, वेलकम टु माई भ्लग। म चाहिँ ल स्टुडेन्ट हो। सो आज हाम्रो एमएमसीमा चाहिँ एमएमसी दौरानमा चाहिँ मुड कोर्ट हुन गइरहेको छ। अनि मुड कोर्टको न्यायाधीश हुनुहुन्छ श्रेयाजी, उहाँ हुनुहुन्छ न्यायाधीश। अनि म चाहिँ उहाँको पिए। ओके, अब आज के हुन्छ भन्ने कुरा चाहिँ म भिडियोमा देखाउने छु, हेर्दै गर्नुहोला। बाई बाई। मैले चाहिँ हाम्रो न्यायाधीशलाई साडी ल्याइदिएँ। न्यायाधीशलाई गाडी चढाएर लिएर आउँदैछ। हाम्रो न्यायाधीश चाहिँ अभ्यास अदालततर्फ गइरहनु भएको छ। हामी चाहिँ अब कलेज आइपुगिसक्यौँ। सो न्यायाधीशज्यू हुनुहुन्छ हाम्रो आजको। अनि हाम्रो साथीहरू। अब म तपाईँहरूलाई हाम्रो अभ्यास अदालत देखाउँदैछु। यो चाहिँ बिहाइन्ड द सिन हो होइन, अहिले चाहिँ केही पनि भएको छैन। ल आज तपाईँहरूको बस छ है, के भन्न चाहनुहुन्छ? हामी चाहिँ प्रतिवादीको तर्फबाट। अनि अलिअलि नर्भस भएको अवस्था छ, बिकज इट्स माई फर्स्ट टाइम एभर मुड कोर्ट होइन। सो अलिकति नर्भस हामी सबैजना छौँ। हाम्रो कलेजको बिएलएलबीको फर्स्ट मुड कोर्ट। अनि झन् हामी प्रतिवादीबाट वादीहरूमा एकदम राम्रो स्ट्रङ कन्टेन्डरहरू छन्। सो हेरौँ के हुन्छ। के भन्नु छ त आज? नमस्कार, मेरो नाम चाहिँ मनिष ढुङ्गाना हो र आज हामी मेरो जीवनको पहिलो मुड कोर्ट गर्न गइरहेको छौँ। यो सबै हाम्रो लागि एउटा नयाँ अनुभव लिएर आएको छ भन्ने विचार हामीले राखेका छौँ र यो अनुभवबाट हामीले केही कुरा सिक्न पाउँछौँ भन्ने आश गरेका छौँ। र आजको यो मुड कोर्टमा चाहिँ म एकदमै एक्साइटेड रहेको छु र साथीहरूको अनुहार हेर्दाखेरि पनि साथीहरू पनि सबैजना एक्साइटेड हुनुहुन्छ जस्तो देखिन्छ। ल धन्यवाद। यति नै। ल हजुरलाई नि के भन्नु छ त आजको मुड कोर्टको बारेमा? मुड कोर्ट भइरहेछ, हामीले सक्सेसफुली अर्गनाइज गर्न सक्यौँ। फर्स्ट सेमेस्टरदेखिको सपना त सबैको होइन, आज चाहिँ साकार भयो। र अब यो हाम्रो महिला मण्डलको क्याम्पसमा यस्तै उस्तै भए पनि हामीले यसलाई व्यवस्थित तरिकाले लगेर बनाएको छौँ। त्यसले गर्दाखेरि यसले स्टुडेन्टको अधिवक्ता तहको क्वालिटीहरूलाई इन्हान्स गर्छ भन्ने मलाई विश्वासको साथ माइक फेरि हाम्रो क्यामेरालाई रिटर्न दिन्छ। नमस्ते, म चाहिँ प्रतिवादी राम दुलारी शरण वैष्णवको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री आदर्श बराल। अब मैले के भन्नु र, मुड कोर्ट यो जीवनकै पहिलो होइन। अब फन विथ लन भनेर मोहन सरले भन्नुभएको छ। हेरौँ कति धेरै फन हुन्छ, कति धेरै लन हुन्छ। तपाईँलाई हाम्रो यो अभ्यास अदालतमा अब के कस्तो हुन्छ जस्तो लागेको छ? आफ्नो विचार प्रस्तुत गर्नुहुन्छ? विचार मलाई अब केही थाहा छैन। अब हेरेपछि उयो गरेपछि त्यसपछि हामी पनि त्यही नै हो, फर्स्ट टाइम गर्दैछौँ हामी पनि। म प्रतिवादी तर्फबाट बहस गर्न गइरहेको छु। मेरो नाम वसुन्धरा कुमारी शाह। अब माइक चाहिँ म साथीहरूलाई दिन गइरहेको छु। सस्ता इजलास जस्तै सस्ता माइक रहेछ। सस्ता इजलास जस्तै सस्ता माइक रहेछ। यसको चाहिँ इजलास कहिले सस्ता हुँदैन ल, सानो इजलास। के भन्न चाहनुहुन्छ साथीहरू? आजको मुड कोर्टको लागि चाहिँ म एकदम एक्साइटेड छु, किनभने फर्स्ट मुड कोर्ट हो नि त। अनि अब त्यहाँ नभए पनि यहाँबाट हेर्न चाहिँ मलाई धेरै रमाइलो लागिरहेछ। अनि अरू त अब त्यस्तै हेरौँ न कस्तो हुन्छ मुड कोर्ट। म पनि